हेलो एभ्रिवान। अनि आज चाहिँ हामी अस्ति नै एम्बेसी जाँदै थियौँ भनेर अस्तिको भ्लगमा देखाएको थियौँ। अनि त्यति बेला हामीले डकुमेन्टहरू छोडेर आएको थियौँ। अनि आज चाहिँ त्यो डकुमेन्ट फेरि लिएर हामी जाँदैछौँ। केको लागि जाँदैछौँ? आज चाहिँ अब भिजाको लागि जाँदैछौँ है। भिजा कति महिनाको कति वर्षको? त्यो चाहिँ थाहा भएन है, सायद 1 वर्ष होला। अब काम चाहिँ हाम्रो 5 वर्षसम्मको लागि हो। अब तर अहिले चाहिँ भिजाको चाहिँ कति दिन्छ भन्ने कुरा चाहिँ हामीलाई थाहा छैन। लेट्स सी अझै डकुमेन्ट के पुग्छ पुग्दैन। पुगेन भने हामीलाई फेरि बोलाउँछ, पुग्यो भने चाहिँ हामीलाई भिजा दिएर पठाउँछ है त। केही यस्तै हो। कति वर्ष आउँछ जस्तो लाग्छ त? 5 वर्ष हो। 5 वर्ष आए त ढुक्कै हुन्छ हामीलाई। फेरि गइराख्नु परेन के। ओके, हाम्रो चाहिँ 9:16 को ट्रेन चाहिँ कृष्ण। हामी कहाँ आइपुगेका छौँ? तेन्जिनमा आएर अब यहाँबाट पनि हामी अलिकति हिँडेर गियोन जाने। गियोन भन्नेमा जानेछौँ। यहाँबाट चाहिँ हामी केमा जान्छौँ? चिकातेचुमा होइन? चिकातेचुमा जान्छौँ है त। ए थुप्रै छ किरासरी मान्छेहरू। यस, गरी खाने भाडा यही हो। ओके, हामी 4 जना गइरहेछ है त। के भन्नु छ त आज? 5 वर्षको भिजा हो। कहिले 1 इयर्स का आउँछ, 6 मन्थ का आउँछ होला भिजा? त्यस्तो लोदर नबोला न यार, कहाँ 6 मन्थ बनाएको? हो कि त्यही हो नि। 1 वर्षको आउँछ। 1 वर्षको आउँछ। छिटो गर। ओके, हामी फाइनली कहाँ आइपुगेका छौँ? फाइनली गाइस हामी एम्बेसी आइपुगेका छौँ होइन? सोचेको भन्दा चाँडै आइपुग्यो हो र? अस्तिको कसले सम्झिन्छ र? सम्झिँदैन होला। तर भित्र चाहिँ कति टाइम लाग्छ? लेट्स सी होइन? यहाँ बाहिरसम्म चाहिँ छिटो आइपुग्यो होइन? आफ्नै ट्रेनमा आएको होइन? अब थाहा छैन। ओके, हाम्रो कहानीमा ट्विस्ट आएको छ होइन? पैसा छ, चढ्नै छ, कहाँ राख्ने भइरहेछ। कहानीमा चाहिँ नयाँ ट्विस्ट आएको छ है। के आयो भने भिजा लिन आएको, आजै भिजा दियो भने चाहिँ हामीले अहिले गरिरहेको काम चाहिँ हामीले चेन्ज गर्नुपर्छ अरे। चेन्ज गर्नु के अरे, आज अहिलेसम्म गरेको काम चाहिँ आजैदेखि बन्द गर्नुपर्छ अरे। अनि अरू साथीहरू पनि चाहिँ अब अहिले वर्किङमा चेन्ज हुँदैछ भने चाहिँ पहिला आफूले अहिले गरिरहेको काम चाहिँ छोडेर चाहिँ भिजा लिन आउनु होला है त। 2-3 चोटि आउनु पर्दैन त्यति। अरू के छ त यस्तो? अरू के भनेको छ? अरू अब राम्ररी खाने जाने अब।
ओके हामी चाहिँ अहिले खासमा रामेन खानु भनेर आएको ठाउँ नपाएर रामेन खानु भनेर आएको म्याकडोनल्ड्स भन न म्याकडोनल्ड्समा आएर बसेको समय त चिमन माथिकै भएको त्यो पनि हुनसक्छ है रामेन माग्न नआएर खासमा म्याकडोनल्ड्समा आएर इचु खाएर नि त्यो पनि हुनसक्छ है त ओके हामी चाहिँ अब आज भन्ने छ है त ओके कसको चाहिँ सलाद पुराको एउटा के हो नागेतको होइन सलाद दुईटा पटेटोमा हो सलाद पोटाटो खानु पर्यो सलाद केही छैन हामीपट्टि भएर बसेको क्या अब तिमीहरूले कसरी खान्छौ भनेर देखाएको खिचिरहेको छ के खान्छ तँलाई याद सलाद खाने त कडा रहेछ नि त चम्चामा अब सलाद चाहिँ पुरै फाकेको जस्तो रहेछ हौ भन्नु साह्रो हो सस्तोवाला खानु राम्रो 200 रुपियाँ यो अहिले मिठो थियो हल्का कुरोहरू अलिक सलाद चाहिँ अलिकति हेर्न लायकको चाहिँ छैन रहेछ है आफूले यो चाहिँ सलाद कस्तो रहेछ यो पुरै सुँगुरले घाँस खाएको रहेछ नि यो त यसरी 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 उताबाट उल्टोबाट उल्टो उल्टो हो त्यसो काटे पुग्छ बाबा रहेछ त्यो त कति आलु खानु मलाई लाज लाग्छ हाँसी हुन्छ नि तर कति आलु खानु भनेर आज साग हान्ने हो घाँस हान्ने हो अहिले खानु भने जस्तो घाँस हानिदिएको घाँस त पुरै चर्को रहेछ नि सुँगुरले लाने खालको तर म्याकको एउटा फाइदा चाहिँ के भने थोरै पैसामा चाहिँ टन्न अगाइन्छ है यो चाहिँ एउटा फाइदा छ तर सबैलाई पच्दैन पत्नीहरू चाहिँ आउनु होला भन्छ जस्तो नपस्नु चाहिँ अहिले आफूलाई चाहिँ पुरा घाँस घाँस लागिरहेको छ यहाँ पुरै नपुग्ने क्या नपुग्ने घाँस अनि क्यामेरा हामीतिर छ त छ त तिमीहरूले खाएको हेर्दा आँखा जुक्का अघि भन्नु पर्दैन म यस्तो गर्थेँ तिमीहरूले कसरी खाँदैछौ भनेर देखाएर अब सुसान कडा हाल्दैछ सकिन लागिसक्यो तिमीहरू बस न बाइट हाल्छ है फर्स्ट बाइट खाएँ ल खाएन एउटा भिडियो भाइरल थियो नि यो हो अनि खाएँ ल अनि लास्टमा
एउटा कुरा त्यो ससबाट खाएर अनि त्यहाँ दबाईको लागि होइन भिडियो जी र त्यही खान्न अझै दुईटा भन्नुपर्ने रहेछ भयो कति छिटो रेडी भयो हामीले टन्नै पकाएर राखेको हुन्छ अनि त्यो हालेर दिने क्या अर्डर अनुसार त्यही भएर यिनीहरूले सस्तो दिन्छ क्या एकैचोटि पकाएर हाल्छ एउटा फेरि चाहिँ मिलाउनु पर्ने बन्द भइहाल्छ अटोमेटिक डिस्प्ले अन नभएर होला डिस्प्ले आउनु एकचोटि यस्तो गरौँ सबैजना जान्छ चारजना यता मेरोमा मेरो चाहिँ ब्लग त कुरा पर्ने भयो त ब्लग त यताको ब्लग उताको ब्लग आउनु त के भन्नु छ त नि चाहिँ एकछिन अगाएन अझै अझै एउटा दुईवटा थप्नु पायो भने भनेको यो फेरि प्लस गरेर आउनु न यो वाला के गरेर त फेरि लाइन बन्नुपर्छ कतिजना बसिरहेको मान्छेहरू होइन नि फेरि अर्डर त लाइन गर्नु पऱ्यो नि होइन यो चाहिँ मिठो रहेछ यो चाहिँ घाँसे जस्तो रहेछ सुँगुरले खाने घाँस सलादमा आउँछ होइन त्यो सानो सानो खालको भुजियावाला जस्तो देखेँ चित्रमा त्यस्तो है यस्तो थिएन क्या चित्रमा कम्प्लिट गर्नु गएर कहिले यस्तो भन्छ होला जुठो डुबाएको छैन हो लौ खाऊ के भयो त जुठै भयो नि हुन्छ म खान्छु न तिमी खान्छौ खाऊ खाऊ न चाहिँ मक्केको नाकाले छिटो। छके एउटा खाँदै छु उसले मलाई दिन्छ पहिला पहिला कुरा छिटो देखा ए अझ हाल्दैन कि हाल्दैन यो काट्छ क्या ल छिटो हाल्दैन कि हाल्दैन काटामा नहाल क्या मेरो त भर्खर के भयो ल हात दिन्छ कि नहालेको खाऊ न मेरो मात्रै के छ नहाल त्यहाँ बर्गर पुग्दैन के बर्गर रहेछ हेरेन है हो कि 200 वाला हो दृष्टिवाला होइन क्या के नाम हुन्छ नि गएर के बरु खाने 200 बरु छ नि अहिलेको सेक्सन देखायो भइगयो त्यसमा देखायो भने आफूलाई थाहा भइहाल्छ कि कति वालाको खाएको भन्ने कुरा चिकन सुतेकी भन्छ क्या चिकन सुतेकी भन्छ क्या मिठो रहेछ तोरिनीको खोइ के भनिरहेको सल्लाह त कस्तो लास्टै ठोस्ने गनाएको है अब फाल्नु भएन पैसा परेछ अरे त्यो तोरीसिङ बनाएको कि यो बनाएको सस होला पुग्यो फेरि दुईवटा मात्रै रहेछ नि त सस फेरि सासिमी र ओनियन
हरेक चिज होस् ओके। क्या बेन्द्री होस् क्या बेन्द्री फाइनली हाम्रो माइक सकियो अब अझै रामेन खाने भन्दैछ अझै काम बाँध्दै गरिन्छ अब रामेनको पसल हामी खोज्दै जानेछौँ कहाँनिर रहेछ पायौँ हामी त्यहाँ पनि भेट्नेछौँ होइन रेन के भन्नु छ अब नै यहाँ सकियो अब खायो है मैले त्यही अरूले भन्दा नि अलिकति बढी पोट्याटो प्लस गरेर लिएर आएको तर अझै अगाडि रामेन खान जाने मन छ अब सागा सुगरवाला सकाएर रामेन या खोजौँ